तपाईहरू यो भिडियो एकचोटि हेर्नुहोला र विचार गर्नुहोला। यो घटनामा जुन कुरा तपाईहरू देखिरहनु भएको छ साँच्चीकै यो जायज हो। जुन व्यक्तिहरूले त्यो मान्छेले भनिरहेका छन् डेलिभरी कर्मीलाई, साँच्चीकै त्यसको अनुहार चोर जस्तो छ त। सामानको सर पैसा हो कि सामानको पैसा तपाईलाई साउले पैसा मेरो काटेको छ। ठुल्ठुलो कुरा नगर्नुहोस् फेरि तपाईँ। यो छ नि यो बाँया यहीमा बाँधेर अनि चाहिँ तल फालिदिन्छु मैले फेरि। मान्छे चिन्दैन पैसा बाहिर परेको छैन। 5000 त दे। त्यही त 5000 दे मलाई। 5000 मलाई दे। अरे हात जोडेर हात जोडेर कुनै फाइदा छैन। मलाई मान्छेको फन्दामा परिसकिस् त। यस्तो नि सर पैसा दे त। पैसा दे। यस्तो नगर्नु सर पैसा छैन कि हेर्दै सर अनुहार हेर्दै 5वटा चाहिँ सामान चोरेर ल्याए जस्तो छ साला। यस्तो नगर्नु सर के सामान सब पैसा चोर त हैनस्। होइन सर के पैसा सामान दिएछु चोर मान्नुहुन्छ मलाई। तपाईले के लाग्छ के यसको अनुहारमा चोर नै लेखेको छ? के मान्छेले श्रम गरेर बाँच्नु पनि एउटा पाप हो र? यतिसम्मको गर्नु के जायज हो त? हामी सबै चाहन्छौँ यो भिडियो प्रधानमन्त्री तथा गृहमन्त्रीसम्म पुगोस् ताकि दोषीमाथि कडा कारबाही होस् र आइन्दा अब कुनै व्यक्तिसँग कुनै नागरिकसँग पनि यस्तो व्यवहार नहोस्।